हाम्रो त घन्टीमै छन् हैन अब हामी मात्रै माटोमा छौँ तर केही छैन उनीहरू आफ्नै मनले घन्टीमा गएको हो हामी आफ्नै मनले माटोमा गएको हो श्रम गर्नुपर्छ भन्ने पनि छैन उनीहरूको मनको कुरा हुन्छ हामीलाई थाहा हुँदैन नि त अब छ नि हजुरको साथीहरू सबै घन्टीमै गए पनि तपाईँहरू चाहिँ माटोमा आउनु भएको रहेछ तपाईँहरूलाई स्वागत छ माटोमा तर माटो भनेको नै देश बनाउने पार्टी हो अब घन्टीले सरकार चलाए पनि देश चाहिँ माटोको सिद्धान्तमा चल्छ हाहाहु गरेर चल्दैन यो कुरा सत्य हो सत्यको पक्षमा अब एकजना भयो नि काफी हुन्छ क्या तपाईँ लागि परिरहनु कन्टिन्यू अब अरू साथीहरू पनि पछि आइहाल्नुहुन्छ अहिले त उता भिड धेरै छ त्यही भएर भिडमा के रहेछ भनेर हेर्न जानुभयो हो भोलि पर्सि त्यहाँ केही नभएको अवस्था देखिसकेपछि सबै फर्किन्छ किनकि भिडमा एकचोटि मान्छेहरू हेर्न चाहनुहुन्छ क्या त्यही भएर जानुभयो घन्टीमा माटोको नै माहौल हुन्छ भोलि पर्सि ढुक्क हुनुहोस् तपाईँ अहिले 2 जना मात्रै हुनुहुन्छ भोलि पर्सि 50-60 जना तपाईँको साथी जति छ सबै यतै आउनुहुन्छ ढुक्क हुनुहोस् यो कुरा 100% हो